अब तपाईको योजना कार्यक्रम यो सरकारको के छ? अब यसमा मेरो मन्त्रालय अन्तर्गत पर्ने युवा तथा खेलकुद, यसमा चाहिँ धेरैभन्दा धेरै अब हामीले जुन युवा भन्ने पोइन्ट आउट छ, आजसम्म खेलकुद मात्र थियो। खेलकुदलाई पनि हामी प्यारालालली गर्ने नै हो, तर त्यो सँगसँगै चाहिँ अब हामी युवालाई उहाँहरूको चाहिँ जुन विचार छ, कसरी चाहिँ काम कर्तव्य चाहिँ नेपाल सरकारद्वारा भएको भए चाहिँ राम्रो हुन्थ्यो, त्यसलाई चाहिँ एउटा सल्लाह सुझावको पनि ठाउँमा लिने र मेकानिजम एउटा चाहिँ जुन चाहिँ हाम्रो यो मोमेन्ट हुँदा पनि त्यहाँ भ्रष्टाचारको मेकानिजम तपाईँको कुरा उठिराखेको थियो। सँगसँगै चाहिँ देशमै स्वदेशमै रोजगार होस् भन्ने कुरा थियो। अब भ्रष्टाचारको चाहिँ कसरी कारबाही गर्ने, त्यसलाई चाहिँ कसरी न्यूनीकरण गर्ने, त्यो विषयलाई चाहिँ लिएर चाहिँ हामी मेकानिजम बनाउँछौँ र त्यो मेकानिजम चाहिँ सबैभन्दा पहिला चाहिँ हाम्रै मन्त्रालयबाट चाहिँ हामी सुरुवात गर्नेवाला छौँ र त्यसलाई चाहिँ कसरी ओभरकम गर्नलाई सकिन्छ त्यो विषयमा चाहिँ हामी युवासँग नै। मन्त्रीज्यू सबैले छैठ पर्खिराखेको थियो, छैठसम्म चाड पर्व छ, सरकार पनि यति बेला चाहिँ गति लिएको छैन, चाड पर्वलाई पर्खेर बसेको भन्ने सर्वत्र चर्चा छ। आजदेखि छैठ पनि सकियो, अब सरकारले एक्सिलेटर लिन्छ कि त्यही गतिमा हिँडिरहन्छ? अगाडि बढ्छौँ, लिन पनि खोजिरहेको छु। कतिपय कुराहरू कानुनी कुराहरू हुन्छ, त्यो कानुनी कुराहरूको दायरामा बसेर हामीले चाहिँ अगाडि बढ्नु परिराखेको हुन्छ। त्यो कुराहरूलाई चाहिँ सम्बद्ध टिमसँग सल्लाह सुझाव र हामी बीच पनि चाहिँ त्यसलाई कसरी अगाडि बढाउनलाई सकिन्छ हामी त्यसमा चाहिँ लिन्छौँ, अगाडि बढ्छौँ। फागुन 1 गते चुनाव हुन्छ, फागुन 21 गते अब अनुकूलता अब कसरी मिल्छ भन्ने कुरा हो। अब हेरौँ सिचुएसन के हुन्छ, किनभने हामीले सिचुएसन अनुसार चाहिँ तपाईँको कुनै पनि हामीले चाहिँ कार्यहरू गर्नलाई सक्छौँ। त्यसको लागि चाहिँ अब प्रधानमन्त्रीज्यूले चाहिँ यसलाई चाहिँ छलफलकै क्रम